हिन्दू भनेको हीनता दूर भएको, महानता भएको भन्ने अर्थ हुन्छ। हीनता अथवा कुनै पनि गलत कर्म नगर्ने, संसारको भलाइ सोच्ने र सबैको उद्धार गर्ने भन्ने अर्थ हुन्छ। र हिन्दू धर्मभित्र एउटै चिज छ, खोज अनुसन्धान। जस्तो वेद पनि भगवानसम्म पुग्ने बाटो खोजेर चाहिँ भगवानबाट लिएका बाणीहरू नै वेद हुन्। र ज्योतिष शास्त्र एउटा महान खोज हो। र यस्ता खोज जहाँभित्र चमत्कारै चमत्कार भएका खोजहरू गर्नु नै हिन्दू धर्म हो अथवा ब्रह्मत्व हो। ब्रह्म भनेको सृष्टि, खोज अनुसन्धानद्वारा सृष्टि गर्नु, रचना गर्नु र पत्ता लगाउनु, यो नै ब्रह्मत्व हो। ब्रह्मा यो काम गर्न सक्ने नै ब्राह्मण हुन्। र संसारको रक्षा गर्न सक्ने, आफ्नो रक्षा गर्दै संसारको रक्षा गर्न सक्ने क्षत्रिय हुन् भने तिनै ब्राह्मण रचनाकार र क्षत्रियहरू जो संसारको रक्षा गर्दा गर्दै चाहिँ असक्षम भए, तिनीहरूलाई दैत्य शक्तिले जित्यो भने तिनीहरूको संरक्षण गर्नु नै शिवशक्ति हो। शिवशक्ति सबैको संरक्षण गर्ने भएकाले शिवशक्ति महान शक्ति हो भनेर बुझ्नु पर्दछ। र हिन्दू धर्मभित्र पूजा आजा गर्नु एउटा सतही कार्य मात्रै हो। त्यसभित्र पनि बहुत गम्भीर छ। तपस्याद्वारा, प्रार्थनाद्वारा, आफ्नो योग शक्तिद्वारा गएर भगवानसँग मिल्न सक्नु, मिल्ने बाटो हिँड्दै गएर चाहिँ भगवानसँग मिल्न सक्नु नै हिन्दू धर्मको थोरै भित्रको रहस्य हो। त्योभन्दा भित्र अर्को के छ भने भगवानसँग मिलेर संसारको उद्धार गर्नु, संसारको रक्षा गर्नु, पृथ्वीको रक्षा गर्नु र पृथ्वीका हरेक समस्त प्राणीको रक्षा गर्न सक्नु नै सबसे भित्रको महान कार्यमा पर्दछ। त्यसैले हिन्दूभित्र दया, माया, करुणा हुनु आवश्यक छ। हिन्दूभित्र ज्ञान हो भन्दा पनि माथि महाज्ञान, सर्वश्रेष्ठ ज्ञान हुनु अति आवश्यक छ। हिन्दूभित्र अमृत हुनु आवश्यक छ, जो दया, माया, करुणा, शान्ति। हिन्दूभित्र त्यो शक्ति हुन आवश्यक छ जहाँ शान्ति छ, सुख छ, आनन्द छ। आनन्द पैदा गर्न सक्नु पनि एउटा हिन्दुत्व हो। आनन्द पैदा गर्न सक्नु, संसारको खुसी पैदा गर्न सक्नु, संसारलाई खुसी तुल्याउनु, खुसी भएर बाँच्न सक्नु र संसारलाई जिन्दगी दिनु, मृत्युबाट टाढा पुर्याउन सक्नु, मृत्यु भगाइदिन सक्नु र दुःख समस्याहरू भगाइदिन सक्नु, सबैको सहयोग गर्नु, साथ दिनु र सबैको आश्रय अथवा सबैलाई चाहिँ आश्रय दिएर बचाउन सक्नु नै एक हिन्दुत्व हो, हिन्दू धर्म हो। र पूजाआजा त सतही हो। जो पूजाआजा हामी भगवानको गर्छौँ त्यो त हाम्रो सामान्य सतही कार्य हो। सतही भन्नाले कस्तो सतही? जो हामी सामान्य रूपमा पूजा गर्छौँ त्योभन्दा भित्रको महान चाहिँ त्यो पूजा गर्दै गर्दै, तपस्या गर्दै, पूजा गर्दै अथवा कुनै प्रविधिले कुनै बाटो अपनाएर भगवानसँग पुग्न सक्नु नै सतहभन्दा थोरै भित्रको कार्य हो। र भगवानसँग भेटेर भगवानको जस्तो महान कार्य गर्नु, संसारको उद्धार गर्न सक्नु, संसारलाई अमृत पिलाउन सक्नु, संसारलाई अमृत दिन सक्नु, संसारलाई अमृतमय बनाउन सक्नु, संसारलाई चाहिँ सुरक्षा दिन सक्नु, संसारको हित गर्नु, कल्याण गर्नु, दया हुनु, माया हुनु, करुणा हुनु र संसारको हित गर्न सक्नु नै
सबसे भित्रको रहस्य हो। हाम्रो हिन्दू धर्मले भन्दछ, संसारका सारा प्राणी बचाऊ, मानवलाई बचाऊ, संसारका सारा प्राणीलाई बचाऊ। प्राणी जस्तो प्राणी मात्रै होइन, त्यो भित्र पनि धेरै किसिमका छन्। जस्तो प्राण भएका बोट बिरुवा भए, जीवजन्तुहरू भए, जलचर भए, थलचर भए, यी सबैलाई चाहिँ बचाऊ। अनि प्रकृति बचाऊ, प्रकृतिको पूजा गर। पूजा गर्नु भनेको संरक्षण गर्नु हो, बचाउनु हो। पूजा गरेर त्यसलाई प्रहार गर्नु हुँदैन पूजा गरेपछि। त्यही भएर हामी हरेक चिजहरूको पूजा गर्छौँ। पूजा गरेपछि ती प्रकृतिलाई संरक्षण गर्ने जुन तत्त्वहरू छन्, तिनीहरूलाई हामीले प्रहार गर्नु हुँदैन, नाच्नु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ। त्यसैले जो अक्सिजन पैदा गर्दछन्, जसले ताप पैदा गर्दछ, जसले शीतलता दिन्छ, जसले हाम्रो प्राणको रक्षा गरेको छ, वायु चारैतिर बहेर, यस्ता तत्त्वहरूलाई हामी पूजा किन गर्छौँ भने यी तत्त्वहरूलाई संरक्षण गर्नुपर्दछ र प्रकृतिलाई हामीले संरक्षण गर्नुपर्दछ। यही नै हिन्दुत्व हो। हिन्दुत्वभित्रको पनि महान हिन्दुत्व हो। हिन्दू भनेको हीनता दूर भएको, महानता भएको, सबसे ज्ञानै ज्ञान र खोज कार्य अनुसन्धानले भरिएको, विज्ञानै विज्ञानले भरिएको एक तत्त्व हो, एक दर्शन हो, एक मार्ग हो, एक बाटो हो, जसले हामीलाई सृष्टिकर्ता भगवानसम्म पुर्याउँछ र उन पालनकर्ता भगवानसम्म पुर्याउँछ र सर्वपालनकर्ता परम भगवानसम्म पनि हामीलाई पुर्याउन सक्दछ भने त्यो मार्ग नै हिन्दू मार्ग हो, जो सबैप्रति प्रेम बोकेको छ, सबैप्रति स्नेह बोकेको छ, सबैलाई संरक्षण गर्नुपर्छ भन्ने भावना बोकेको छ र यस्ता महान भावना, सबैमा शान्ति, सबैमा सुख होस्, सबैमा कष्ट नहोस्, सबै चाहिँ लामो समयसम्म आफ्नो इच्छा ले बाँच्न सकुन्, लामो समयसम्म बाँच्न सकुन्, सबैलाई संरक्षण गरौँ, सबै निरोगी हुन्, सबैलाई औषधि प्राप्त होस्, सबैलाई एकै तरिकाको अथवा सबैलाई समानता प्राप्त होस्, सबैलाई सुख प्राप्त होस्, सबै एकले अर्कालाई कसैलाई दुःख नदिउन्, शान्तिले बसुन् भन्ने एउटा भावना बोकेको हिन्दू धर्म हो। र यो हिन्दू धर्मभित्रको हिन्दुत्व जसले बुझ्छ नि, त्यो त संसारमा अरू हुनै सक्दैन। एकै मिनेटमा ऊ हिन्दू भएर बाँच्न चाहन्छ र सारा सृष्टिका सारा जन्ममा पनि ऊ हिन्दू नै हुन चाहन्छ। यति पवित्र र यति शान्तिपूर्ण, जहाँभित्र अनेक जात जाति, अनेकन संस्कार संस्कृति भए पनि ऊ सबैलाई संरक्षण गरेर यो हाम्रै हो भनेर बाँच्न चाहन्छ। अन्य हेर्नुहोस्, अन्य धर्महरूले त अरूको संस्कार संस्कृतिको सम्मान गर्दैनन्। सम्मान गरे जसो गरे पनि आफू मात्रै बाँचौँ, आफू फैलिएर बाँचौँ, अरूलाई मासौँ भन्छ। तर हिन्दूले कहिल्यै भन्दैन। यदि इच्छाले हिन्दू हुन चाहन्छ भने उसले स्वागत गर्दछ, जबरजस्ती गर्दैन। तर अन्यले जबरजस्ती गरेर फकाइ फुल्याइ गरेर जसरी पनि आफ्नो पक्षमा ल्याउँछन्, त्यसलाई भन्छन् मान्छे खाने धर्म। मान्छेलाई सोझै स्वात्तै निलेर खाएका हुन्छन्, त्यसैलाई चाहिँ मान्छे खाने धर्म भनिन्छ। र यी सारा धर्महरूबाट मुक्ति, यस्ता मान्छे खाने धर्म, राक्षसी धर्महरूबाट मुक्ति मिलेर देवत्व अथवा सबै आफ्नो इच्छाले बाँचुन्, इच्छाले आउन्, शान्ति गरून्, राम्रो काम मात्रै गरून्, खराब काम नगरून्, सबैको संरक्षण गरून्, सबैको हित गरून्, सबैको कल्याण सोचुन्, कसैलाई दुःख नदिउन्, कसैलाई वचन नलाउन्,
यी यस्ता भावनाहरूले बोकेको देवत्व भएको धर्म नै हिन्दू धर्म हो। किनकि हिन्दू समाजभित्र हेर्नुहोस्, समस्तहरू शिर खुल्ला गरेर स्वतन्त्र भएर चाहिँ आफ्नो अधिकार लिएर बाँच्न सक्छन्। चाहे लाखौँको हिन्दूमा अरू एकैजना होस्, उसलाई पूर्ण स्वतन्त्र छ, स्वतन्त्रता भएर बाँच्न। तर अरू संस्कार, अरू धर्ममा हेर्नुहोस्, हजारौँको बिचमा कोही एक दुईवटा भयो भने त्यो मृत्यु मरे बराबर भएर बाँचेको हुन्छ या बाँच्नै दिँदैनन्। कि आइज मेरो धर्म नभए भाग भनेर भन्छन्। यस्ता अब के भन्नु, यी पनि धर्म हुन्? यी त धर्म होइनन्, पाप गुनाह हुन्, गुनाह। त्यसैले यस्ता गुनाहहरूबाट बच्नलाई चाहिँ भावी पिँढीहरूले अनुसन्धान गरे भने उनीहरू एक सेकेन्ड नभइकन हिन्दू हुन्छन्। चाहे जुनसुकै संस्कारको, जुनसुकै धर्मको युवा पिँढीहरू होस्, तिनीहरू चाहिँ एकै सेकेन्डमा। त्यसैले सो द्याट भन्नु पर्यो, हिन्दुइजम इज ग्रेटिजम, ओन्ली हिन्दुइजम इज ग्रेट, ओन्ली हिन्दू इज ह्युम्यानिटी। इट इज टु ग्रेट। त्यसैले हिन्दू धर्म महान धर्म हो। हिन्दूहरूले चाहिँ, हिन्दूहरूको विशेष नियम छ, हिन्दूहरू भएर बाँच्न नामले हिन्दू हुनु हुँदैन, कामले हिन्दू गर्नुपर्छ। संसारलाई चाहिँ अमृत खिलाउन सक्नु पर्यो, अमृत बाणी बोल्नु पर्यो, अमृत व्यवहार गर्नु पर्यो, अमृत ज्ञान लिनु पर्यो, ज्ञानै ज्ञानले भरिदिनु पर्यो र अनि अमृत भएर बाँच्नु पर्यो। ब्राह्मण हुनलाई खोज, तलास, अनुसन्धान र आविष्कार गर्नु पर्यो, चमत्कार देखाउनु पर्यो। शास्त्र आविष्कारदेखि लिएर तपाईँको धेरै कुराहरू छन्। यी आविष्कार गर्न सक्ने मात्र ब्रह्म अथवा सृष्टि गर्ने ब्राह्मण हुन्। र ब्राह्मण हुनलाई जातले, नामले ब्राह्मण हुँदैन, कर्मले ब्राह्मण हुन्छ। र क्षत्रिय हुन पनि सबैको संरक्षण गर्न सक्ने हुनु पर्यो, त्यही भएर क्षत्रिय हुन्छ। र सबैलाई कृषि पेसाबाट पालन गर्न सक्छु भन्ने उद्देश्यले अगाडि बढ्ने महाकर्मठ अथवा कामै काम गरेर चाहिँ संसारलाई एक्लै पाल्न सक्छु भन्ने हिम्मत भएकाहरू मात्रै वैश्यहरू हुन्छन्। त्यसैले 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 तीन जात मात्रै छन्, ब्राह्मण, क्षत्रिय, वैश्य। शूद्र त छैनन्। शूद्र भनेको राक्षसहरू हुन्। राक्षसहरू कहिल्यै सुध्रिँदैनन्। उनीहरू हिन्दू हुन पनि चाहँदैनन् र आफ्नो हीनता दूर गर्न पनि चाहँदैनन्। उनीहरू अरूलाई मारेर आफू मात्रै बाँच्यो भन्ने भित्री मनसाय बोकेर हिँडेका छन्। तसर्थ ती नै मात्रै शूद्र हुन्। शूद्र हिन्दूहरू शूद्रमा पर्दैनन्। शूद्र भनेको चाहिँ जो हिन्दूलाई नै खतम गरेर त्यहीँ आफ्नो राज्य जमाएर बस्ने शूद्रहरू हुन्। ती शूद्रहरू सुध्रिनु आवश्यक छ। संसारलाई जोगाउनु आवश्यक छ, पृथ्वीलाई बचाउनु आवश्यक छ। बमहरू फोड्नु हुँदैन। पृथ्वीमाथि बसेका छौँ, पाप लाग्छ, यस्तो बुझ्नु पर्यो। र पापलाई मात्रै दण्ड सजाय दिनु पर्यो, धर्मलाई दण्ड सजाय गर्नु हुँदैन। सामान्य मान्छेलाई दण्ड सजाय गर्नु हुँदैन, प्रहार लाग्छ। यहाँ त चमत्कारै चमत्कार छ, प्रहार त कहाँदेखि लाग्छ थाहा नै हुँदैन। आज मेरो सङ्ख्या धेरै छ भन्नु गलत छ, किनकि सङ्ख्याले होइन, यहाँ त शक्तिले गर्ने हो। शक्ति भनेको सत्यमा हुन्छ, सत्य जो छ त्यसैमा शक्ति हुन्छ। र हिन्दू धर्म हुनलाई चाहिँ के कुराहरू चाहिन्छन् भनेर मैले भने, नामले मात्रै हिन्दू हुँदैन, पूजा गर्नु पर्यो। पूजा पनि यस्तो गर्नु पर्यो जो भगवानसम्म पुग्न सकियोस्, त्यस्तो पूजा गर्ने नै हिन्दू हो।
भगवानलाई भेटेर पृथ्वी लगायत मानवहरूको प्राणको संरक्षण गर्ने, हरेक प्राणको, हरेक प्रकृतिको संरक्षण गर्नुपर्छ भन्ने, प्रकृतिलाई पूजा गरेर संरक्षण गर्ने, जीवजन्तुलाई पूजा गरेर संरक्षण गर्ने, प्राणलाई पूजा गरेर संरक्षण गर्ने, पाँच तत्त्वलाई पञ्चतत्त्वलाई पूजा गरेर, पञ्चायनलाई पूजा गरेर संरक्षण गर्ने, सिद्धिविनायक शक्तिहरूलाई पनि पूजा गर्ने, शक्तिहरूलाई शरीरमा धारण गरेर शक्ति पूजा गर्ने, दुर्गा पूजा गर्ने, शक्ति महाशक्तिको पूजा गर्ने, महाज्ञानको सरस्वतीको पूजा गर्ने, महाज्ञान ग्रहण गर्ने, महाज्ञानी हुने, महालक्ष्मीको पूजा गर्ने, महाश्रम पोखेर सम्पत्तियुक्त लक्ष्मी नै लक्ष्मीले परिपूर्ण हुने, यस्ता तत्त्व भएका असली हिन्दू हुन्। र असली हिन्दू हुनलाई धेरै कठिन छ र यी कठिनताहरू बीच पनि असली हिन्दूसम्म पुग्ने नै महान हिन्दू हो अथवा ऊ पूर्ण हिन्दू हो। अरू भनेको जो जाल झेल छल कपट गर्ने ती हिन्दू नामका कलङ्क हुन् र तिनीहरूले हिन्दूलाई सखाप गर्नलाई खोलोडेर आएका राक्षसहरू हुन् र ती राक्षसहरूबाट सावधान। नामले मात्र हिन्दू हुँदैन, हिन्दू त कर्मले हुने हो। ब्राह्मण नामले हुँदैन, ब्राह्मण कर्मले हुने हो। ब्रह्म अथवा सृष्टि गर्न सक्ने, खोज्ने, यहाँ चमत्कारै चमत्कार छ। अद्भुत अद्भुत चमत्कारहरू छन्। ती चमत्कारलाई निकाल्न सक्ने ब्राह्मणका बच्चाहरूमा कति क्षमता छ त यो त देख्न बाँकी छ। र यस्ता चमत्कारले परिपूर्ण भएर आविष्कार गर्न सक्ने, सृष्टि गर्न सक्ने, बनाउन सक्ने, सृजना गर्न सक्ने, रचना गर्न सक्ने, रचना अनमोल रचना, अनमोल सृष्टि, अनमोल आविष्कार, चमत्कारिक आविष्कार, चमत्कारिक सृष्टि, चमत्कारिक रचना गर्न सक्ने क्षमता भएका मात्र ब्राह्मण हुन्। ब्राह्मण कर्मले हुन्छ, जन्मले हुँदैन। त्यस्तै क्षेत्रीय भनेको पनि आफू बाँचेर संसारलाई बचाउन सक्ने, संसारलाई बचाउन सक्ने, संसारलाई सुरक्षा दिन सक्ने, आफ्नो क्षेत्र वर्गलाई सुरक्षा दिन सक्ने क्षेत्रीय हो। त्यस्तै गरेर शिवत्व अथवा वैश्यत्व भनेको त्यो ब्राह्मण र क्षेत्री दुईटैलाई संरक्षण आवश्यक परेको खण्डमा संरक्षण दिन सक्ने तत्त्व नै शिव तत्त्व हो। शिव श्रेष्ठ हुन्। शिवलाई किरात पनि भनिन्छ, जो कैलाश पर्वतमा रहन्छन्। यहाँ त के छ भने शिव कैलाश पर्वतमा भए भने विष्णु क्षीरसागर अथवा मानव सरोवर तलाउमा शेषनागमाथि शय्या गरेका र त्यही शेषनाग शय्या विष्णुका नाभिको छेउबाट उत्पन्न भएको कमल माथि विराजमान ब्रह्मा, ब्राह्मण, क्षत्रिय र किराँतहरू एक आपसमा नजिक नजिक आसपासै उत्पत्ति भएका हुन् भनेर चाहिँ भनिएको छ। तसर्थ यहाँ जसले जे बोले पनि हुनेछ, तर वास्तविक यही हो कि ब्राह्मण, क्षेत्री र किराँतहरू एक आपसमा नजिकै उत्पत्ति भएर बसेका हुन्। तसर्थ कैलाश पर्वतमा शिवजी, मानसरोवर अथवा क्षीरसागरमा विष्णु,
र तिनै क्षीरसागरमा विष्णुका छेउमा उत्पन्न भएको कमलमा बस्ने ब्रह्माजी, जो सृष्टि स्थिति र संहारका देवता हुन्। संहार भनेको कस्तो संहार भने जो सृष्टि र स्थितिलाई चाहिँ समस्या बनाउँछ, जो सत्य छैन, जो असत्य छ, जसले गलत कर्म गर्दछ त्यस्तालाई संहार गर्ने चाहिँ संहारकर्ता शिवजी हुन्। र शिवजीले चाहिँ नै ब्रह्मा विष्णुलाई बचाउने कर्म गर्दछन्। र ती शिव शक्ति नै श्रेष्ठ शक्ति हुन्, जोसँग दया माया करुणा परिपूर्ण छ, जोसँग शक्तिका पनि शक्ति महाशक्ति छ भनेर हिन्दू धर्म भनेको हीनता दूर भएको, हीनता हुँदै नभएको धर्म नै हिन्दू धर्म हो भनेर यो मैले बुझाउने प्रयत्न गरेको हो। हाम्रो पूजा, तपस्या, ध्यान, योग, तन्त्र मन्त्र, भजन, कीर्तन, प्रार्थना पर्दछन् भने ठुलाले दिने आशीर्वाद वरदान, भगवानले दिने वरदान र ठुलाले आशीर्वाद दिने यस्ता कर्महरू हिन्दू धर्मभित्र पर्दछन्। आफूभन्दा ठुलोको र हरेक आफूभन्दा श्रेष्ठ चिजको पूजा गर्ने अथवा सम्मान गर्ने, मान गर्ने, जोगाउने, बचाउने र आफू समानलाई समानता गर्ने, प्रेम गर्ने र एक आपसमा मिलेर बस्ने र आफूभन्दा सानालाई स्नेह गर्ने, जोगाउने, बचाउने र ज्ञान दिँदाखेरि महाज्ञान परम ज्ञान लिने, परम चमत्कार गर्ने, परम आविष्कार गर्न सक्ने नै हिन्दू हो र हिन्दू धर्म हो भनेर बुझाएँ। आजलाई यति नै। हरि ओम नमो सत्याय, नमो भगवानाय। ओम ओम ओम।